हेयर स्टाइलिङ गर्नुभन्दा अगाडि हिट प्रोटेक्टर लगाउने यसले हाम्रो हेयरलाई ड्यामेज हुनबाट जोगाउँछ। चिप्लो चिल्लो हेयरमा चाहिँ हामीले डिजाइनहरू क्रिएट गर्न सक्दैनौँ र हेयर स्टाइलिङ लङ लास्टिङ पनि हुँदैन। त्यसैको लागि चाहिँ हामीले लङ लास्टिङ बनाउन डिजाइनहरू क्रिएट गर्न सजिलो होस् भनेर हेयरमा स्टाइलिङ गर्नुभन्दा अगाडि यसरी क्रिम्पिङ गर्नुपर्ने हुन्छ, जसले हेयरलाई खस्रो पनि बनाउँछ र भोल्युम पनि दिन्छ। त्यसपछि पार्टिसन छुट्याउने र सरले चाहिँ अहिले पोनी बनाउन लाग्नु भएको छ। रबरको साइडमा बबी पिन यसरी राख्ने र बबी पिनलाई फर्स्टमा राखेर रबरलाई राम्रोसँग राउन्ड गर्दै पोनीटेललाई चाहिँ हामीले टाइट गर्न कोसिस गरिरहेको छौँ र अर्को बबी पिनले चाहिँ यसरी सेक्युर गरिदिनु होला। यो तरिकाले पोनी बनाउँदा चाहिँ रबर चुट्टिने चान्स कम हुन्छ र लङ लास्टिङ हुन्छ। साइडमा चाहिँ क्रस गरेर बबी पिन राख्ने, यसलाई चाहिँ अहिले हामीले बन राख्दाखेरि चाहिँ आड मिलोस् भनेर अगाडि यसरी राखेको हो र डु नट बनलाई खोलेर यस्तो साइजमा उहाँले क्रिएट गर्नुभएको छ र बनलाई चाहिँ ठ्याक्कै अहिलेको पोनमा यसरी रोल गरेर जाने र बन छेक्नलाई साइडको कपाल लिएर यस्तो यू आकारमा चाहिँ हजुरहरूले बन क्रिएट गर्न सक्नुहुन्छ। पफ बनाउनको लागि पनि हामीलाई भोल्युम चाहिन्छ। अब तपाईँहरूले कुनै पार्ट उठाउन खोज्नु भइरहेको छ भने कपाललाई नै ब्याक कम गरेर यसरी पाउडरहरू हालेर चाहिँ हामीले भोल्युम ल्याउन सक्छौँ। देख्न सक्नुहुन्छ कतिको भोल्युम चाहिन्छ त्यही अनुसार चाहिँ ब्याक कम गरेर लास्टमा चाहिँ यसरी स्मुथ गर्नुहोला र सरले चाहिँ हेयरलाई सेट गर्नको लागि हार स्प्रे पनि हान्नु भएको छ यसरी र पफलाई पनि यसरी बबी पिन यू पिनको सहायताले उयो गरिसक्नु भएको छ सेट। त्यसपछि सरले साइनिङ स्प्रे हान्नु भएको छ। साइनिङ स्प्रे हाल्दा चाहिँ हेयरमा एक किसिमको साइन आउनुको साथसाथै लट्टाहरू फुटाउन हेयरलाई स्मुथ बनाउन चाहिँ मद्दत पुग्छ र बाँकी बसेको कपालहरूलाई चाहिँ तपाईँहरूले लुकाउने, अब कता लुकाउँदा राम्रो देखिन्छ र सरले अगाडिको पार्टिसन छुट्याउनु भएको छ र अब भोल्युम चाहियो छ भने हजुरहरूले पनि यसरी नै ब्याक कम गरेर चाहिँ भोल्युमहरू निकाल्नु पर्ने हुन्छ। अब कुनै क्लाइन्टलाई चाहिँ भोल्युमहरू मन पर्दैन, त्यसमा चाहिँ ब्याक कम गर्ने र सरले चाहिँ लाइन अथवा रिफ भन्दा पनि हुन्छ, रिफ तान्नु भयो र अहिले चाहिँ रिफलाई पनि सेट गरिदिँदै हुनुहुन्छ हार्ड स्प्रेले देख्न सक्नुहुन्छ र त्यो कपाललाई पनि साइडबाट लिएर चाहिँ यसरी सेक्युर गर्नुभयो। अगाडि चाहिँ सरले हल्का क्रिस क्रस टाइपको स्विङ जस्तो तरिकाले चाहिँ कपाललाई कोर्दै ब्याक कम गर्दै भोल्युम निकाल्दै साइडतिर लानु भएको छ र त्यो लग्नु भएको भागमा पनि हजुरहरूले चाहिँ यसरी स्मुथ बनाउने ब्याक कमहरू गरिसकेपछि फेरि रिफ तानिदिने। रिफ तानेपछि सरले चाहिँ कपाललाई चाहिँ साइडमा चाहिँ डिजाइन गर्न ट्राई गरिराख्नु भएको छ देख्न सक्नुहुन्छ र यू पिनको मद्दत लिनुभएको छ। कपाललाई अब कुन डिरेक्सनमा ढल्काउने त्यो ढल्काउनको लागि चाहिँ हामीले यू पिनको मद्दत लिनुपर्ने हुन्छ र देख्न सक्नुहुन्छ फेरि सरले चाहिँ ठ्याक्कै छड्के सेक्सन लिनुभएको छ र साइनिङ स्प्रेको हेल्प लिनुभएको छ कपालको लट्टाहरू अलिक फुटाउन सजिलो होस् र हेयरमा फिनिसिङ आओस् भनेर। ठ्याक्कै सरले चाहिँ यस्तो झरेको जस्तो स्विङ तरिकाले चाहिँ कपाललाई डिजाइन दिनुभयो र त्यो डिजाइन भएको कपालमा पनि हजुरहरूले लाइन तान्दै जाने र लाइनलाई चाहिँ कुन डिरेक्सनमा ढल्काउने हो, माथिपट्टि उचाल्ने हो कि तलपट्टि ढल्काउने हो, त्यो ढल्काउने डिरेक्सनमा चाहिँ यू पिन राख्दै हार्ड स्प्रेले सेट गर्ने। त्यसो गर्नाले चाहिँ हाम्रो डिजाइन गर्न कोसिस गरेको चिजहरू चाहिँ हामीले सोचेको जस्तो तरिकामा चाहिँ आउँछ। त्यसैको लागि चाहिँ यसरी यू पिनहरू पनि अड्याउनु पर्ने हुन्छ देख्न सक्नुहुन्छ। एकदमै रस थियो, हतार थियो, त्यही भएर मैले जति पनि खिच्न सक्छु त्यो खिचेको छु देख्न सक्नुहुन्छ र यसरी चाहिँ सरले कपाललाई लानु भइरहेको छ। प्रत्येक कपाललाई चाहिँ यसरी ढल्काउँदै लाने र ढल्केको कपाल अब यू आकारमा छ भने यू तरिकाले नै तपाईँहरूले रिफ उठाउँदै जाने र प्रत्येक रिफमा चाहिँ हजुरहरूले एकछिन होल्डको लागि चाहिँ यू पिन यसरी राखिदिने देख्न सक्नुहुन्छ। तपाईँहरूले पनि अब आफैले पनि कतिवटा डिजाइनहरू क्रिएट गर्न सक्नुहुन्छ या त फोटो हेरेर पनि क्रिएट गर्न सक्नुहुन्छ अनि देख्न सक्नुहुन्छ। तपाईँहरूलाई एकचोटि ब्याक कम कसरी गर्ने, रिफ कसरी तान्ने, भोल्युम कसरी ल्याउने भन्ने कुराको बेसिक नलेज छ भने डिजाइनहरू चाहिँ हामीले फोटो हेरेर अथवा अरू कसैले गरेको हेरेर पनि क्रिएट गर्न चाहिँ सक्छौँ। त्यसको लागि चाहिँ हजुरहरूले बेसिक नलेजहरूमा चाहिँ एकदमै मजाले गर्न सक्नुपर्ने चाहिँ हुन्छ। र उहाँको भेल अर्थात् घुम्टो चाहिँ एकदमै लङ थियो। सरले चाहिँ उहाँको चोइस अनुसार फेस पनि छेक्ने र साइडबाट घुम्टो फल यस्तो मजाले तल पनि आउने तरिकाले चाहिँ राखिदिनु भएको छ र देख्न सक्नुहुन्छ उहाँको हेयर स्टाइल चाहिँ लगभग सिद्धिसकेको छ र हामीले लास्टमा पनि ग्लिटर हालिदिएको छौँ। हाम्रो ब्राइडलाई चाहिँ यो हेयर स्टाइलिङ एकदमै मन परेको थियो। उहाँले चाहिँ बारम्बार मलाई कस्तो राम्रो लाग्यो यो साइडको डिजाइन भन्नुभएको थियो र उहाँहरू खुसी हुनु भनेकै हामीलाई चाहिँ त्यो एकदमै ठुलो कुरा लाग्छ र देख्न सक्नुहुन्छ मेकअपहरूको पनि सबै फिनिसिङ भएको छ। उहाँलाई चाहिँ क्यामेरामा भन्दा पनि रियलमा
एकदमै राम्रो देखेको थियो र उहाँ मेकअप बिना पनि आफै पनि यत्तिकै राम्रो हुनुहुन्थ्यो र उहाँको ड्रेस मेकअप हेयर स्टाइलले चाहिँ अझ पनि उहाँलाई प्रिन्सेस जस्तो देखेको थियो अब अनि उहाँहरूको फ्यामिलीहरूसँग काम गर्दा एकदमै खुसी लाग्यो उहाँहरूलाई थ्याङ्क यू सो मच फर चुजिङ अस थ्याङ्क यू